सबैजनालाई सेवाहरू अनि नमस्ते। अनि आज चाहिँ हामी बिहेको भिडियो खिच्नका लागि चाहिँ फिदिम नगरपालिका 8 को यो घुमाउने टार भन्ने ठाउँमा आएको छौँ। अनि यहाँ चाहिँ विशेष गरी चाहिँ हामी गुरुङ समुदायको बिहेको भिडियो खिच्नको लागि चाहिँ आएको थियौँ। अनि यहाँ चाहिँ मलाई एउटा अनौठो लाग्यो क्या, यो चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ के भन्छ यसलाई, यसलाई के भन्छ? यो घोडा यो चाहिँ के को लागि युज हुन्छ? यो भात खरेलाई सोको लागि। भात खौरे भनेको चाहिँ कस्तो? भात खरे अब यहाँ कतिजना जन्ती आयो, जन्ती आउनेलाई भात त्यो आउँछ, 2 जना आउँछ कि 3 जना आउँछ कि हो, तिनीहरूलाई चाहिँ अनि के स्वागत यो चढाउनु पर्यो यहाँ यहाँ चढाउने, फलमाला लगाइदिने। ए मान्छे पनि बस्छ भरै? यो चाहिँ खास किन यो पहिला चाहिँ घोडा हुन्थ्यो तपाईँहरूको? पहिला पनि चलन त्यही थियो। ए भने चाहिँ पहिला ओरिजिनल हुन्थ्यो होला नि त? होइन, ओरिजिनल नै यही हो। ए यही नै हो? अनि कहाँ घोडाकोमा चाहिँ यो लगाइदिएको त नि? यो भैँसीको ह्यान्डल हो नि त। ए यो चाहिँ ह्यान्डल हो, यहाँ अगाडि पक्रिने। ए भने चाहिँ यहाँ समाउनु पर्यो। अनि भरे यहाँ बस्छ मान्छे? अब बाध्य पर्यो नि त। ए नियम हो नि त, भात खरे आउँछ है। अन्त सोध्छ कतिजना जन्ती आयो, कतिजना आयो, सानो ठुलो कस्तो आयो, त्यो सबै सोध्छ। अनि त्यति बेला भात खरेलाई चेलीबेटी सबैजना मान्छेहरू सबै बस्नु पर्यो यहाँनिर। अनि बसेर उसलाई सोध्छ। अनि त्यति बेला लास्टमा उसलाई अब स्वागत गरेर यहाँ घोडा चढाउनु पर्यो नि त। ए त्यसको लागि चाहिँ हो यो? घोडाको फेरि हुन्छ अरे यहाँ ए अरे यो त मुला हो त नि? होइन, उसको सामान हो। ए सामान हो यहाँ परेछ त अनि यो त घोडा सामान नभए यो चिजमा एक्स्ट्रा लाग्यो त मलाई त नि। हजुर। अनि यसको आँखाहरू चाहिँ के छ? यसको आँखा बनाउनु बाँकी छ। ए आँखा पनि बन्छ अब यसको? ए अब यहाँ चाहिँ के हुनु आँटेको चाहिँ? यो चाहिँ हेन्डल बनाएको, यहाँ बान्ने बनाएको। ए यो हेलमेट पनि आउँछ? ए यो पनि हो? भरे यो पनि लगाइदिनु पर्यो यसरी? ए यो त साह्रै गजब परेछ त। जन्तीको मेन भात खौरेलाई चाहिँ ठुलो स्वागत आज। ए ठुलो स्वागत भव्य हुँदो रहेछ त। ओहो यो पो गजब लाग्यो त। यो चाहिँ हेलमेट होइन? ए अनि अरू चाहिँ त्यस्तै मलाई यो चाहिँ गजब लाग्यो। फेरि हेलिमेट छैन भने अब पक्रिन्छ नि त। ए पुलिसले, ट्राफिकले होइन? अनि कहाँ घोडामा चाहिँ हेलमेट हुन्छ त? अनि बाइकमा पो हुन्छ त? यो त सबै ठाउँ बुट्टा देख्ने हो नि त, ए चारपट्टि हेर्ने ठाउँ। ए कस्तो मान्छे छ पानी पनि उनीहरूलाई यो चाहिँ अलिक धुइरले नि। यो त फोहोर बोला।